आज हामी एक यस्तो व्यक्तिको बारेमा कुरा गर्दैछौँ जसको काम र सोचले आजको आधुनिक संसारलाई यस्तो गहिरो आकार दियो कि सायद हामी मध्ये धेरैलाई थाहा पनि छैन। उनी हुन् निकोला टेस्ला। सुरुवात नै टेस्लाको यो एउटा एकदमै शक्तिशाली भनाइबाट गरौँ न। वर्तमान उनीहरूको हो, तर भविष्य जसको लागि मैले साँच्चै काम गरेँ त्यो मेरो हो। यो वाक्यले एक यस्तो दूरदर्शी मानिसको कथा भन्छ जसको वास्तविक योगदान उनको समयभन्दा धेरै पछि मात्र संसारले बुझ्न थाल्यो। यो कथा सुरु हुन्छ सन् 1856मा। सोच्नुहोस् त, मध्यरातमा बाहिर मुसलधारे पानी परिरहेको छ, चट्याङको गर्जनले आकाशै थर्किएको छ। हो, त्यही आँधी बेरीको बीचमा उनको जन्म भयो। यो देखेर उनकी आमाले उनलाई प्रकाशको बच्चा भनिन्। मानव प्रकृति आफैले उनको भविष्यको सङ्केत दिइरहेको थियो। ल, अब पहिलो अध्यायमा प्रवेश गरौँ, प्रकाशको बच्चा। आउनुहोस्, टेस्लाको त्यो असाधारण दिमागको सुरुवात कसरी भयो त्यो खोतल्ने प्रयास गरौँ। टेस्लामा एउटा गजबको, भनौँ न अचम्मकै क्षमता थियो। उनी कुनै पनि मसिनको डिजाइन, त्यसको परीक्षण अनि त्यसलाई सुधार्ने काम, यी सबै कुरा आफ्नो दिमागभित्रै गर्न सक्थे। उनलाई कुनै भौतिक मोडल वा कागजको नक्सा चाहिँदैन थियो। यो क्षमताले उनको आविष्कार गर्ने प्रक्रियालाई अरूभन्दा कैयौँ गुणा छिटो बनाइदियो। अब कुरा गरौँ टेस्लाको करियरको सबैभन्दा ठूलो र सायद सबैभन्दा महत्त्वपूर्ण युद्धको। संसारलाई बिजुली कसरी दिने भन्ने युद्ध, जसलाई करेन्टको युद्ध पनि भनिन्छ। यो स्लाइडमा हेर्नुहोस् त, यो लडाईँ दुई विचारहरूको थियो। एकातिर थिए थोमस एडिसन आफ्नो डाइरेक्ट करेन्ट वा डीसी प्रणाली लिएर। यो सुरक्षित त थियो, तर यसले लामो दूरीसम्म बिजुली पठाउन सक्दैनथ्यो। अर्कोतिर थिए टेस्ला आफ्नो क्रान्तिकारी अल्टरनेटिङ करेन्ट वा एसी प्रणालीको साथ। यसले चाहिँ कम खर्चमा हजारौं किलोमिटर टाढासम्म बिजुली पुर्याउन सक्थ्यो। एडिसन, जो त्यति बेलाका ठूला नाम थिए, टेस्लाको यो नयाँ आइडियालाई पत्याउनै तयार थिएनन्। उनको तर्क थियो, डाइरेक्ट करेन्टमै बस टेस्ला, यो सुरक्षित छ, भरपर्दो छ। उनले भविष्यको विशाल सम्भावनालाई भन्दा वर्तमानको स्थापित प्रविधिलाई नै च्यापेर बसे। यो करेन्टको युद्ध कुनै सामान्य वैचारिक लडाईँ मात्र थिएन। एडिसनले एसी करेन्ट कति खतरनाक छ भनेर देखाउन सार्वजनिक रूपमा जनावरहरूलाई करेन्ट लगाएर मार्ने जस्ता डरलाग्दा प्रचार अभियानहरू समेत चलाए। तर जर्ज वेस्टिङहाउस जस्ता दूरदर्शी व्यक्तिको साथ पाएका टेस्ला आफ्नो लक्ष्यमा डगमगाएनन्। र आखिरमा त्यो दिन आयो जसले सबै कुरा बदल्यो। सन् 1893 को शिकागो विश्व मेला। टेस्लाको एसी प्रणालीले एकैचोटि 2,50,000 बत्ती बालेर पुरै मेलालाई दिन जस्तै झिलिमिली बनाइदियो। त्यो एक रातले संसारलाई एसी करेन्टको शक्ति र भविष्य दुवै देखाइदियो। करेन्टको लडाईँ त जित्यो, तर टेस्ला यतिमै रोकिने मान्छे थिएनन्। उनको नजर अब एउटा अझै ठूलो, अझै महत्त्वाकांक्षी र संसारलाई नै बदल्ने सपनामा थियो। यो थियो उनको सबैभन्दा ठूलो सपना, वार्डनक्लिफ टावर। उनको योजना सुन्दा आज पनि अचम्म लाग्छ। तार बिना नै संसारभरि सूचना र सन्देश पठाउने, पृथ्वीलाई नै माध्यम बनाएर बिजुली प्रसारण गर्ने, र सबैभन्दा ठूलो कुरा, सबैका लागि निशुल्क र असीमित ऊर्जा उपलब्ध गराउने। तर यति ठूलो सपनालाई एउटा सानो तर एकदमै शक्तिशाली प्रश्नले चकनाचुर पारिदियो। परियोजनाका मुख्य लगानीकर्ता जेपी मोर्गनले सोधे, निशुल्क ऊर्जा, यसमा नाफा कहाँ छ? बस यही प्रश्नसँगै उनले आफ्नो लगानी फिर्ता लिए र टेस्लाको त्यो महान सपना अधुरै रह्यो। र हो, यहीबाट सुरु हुन्छ टेस्लाको जीवनको सबैभन्दा दुःखद पाटो, जहाँ एक महान आविष्कारक बिस्तारै गुमनामीको अँध्यारोमा हराउँदै जान्छन्। वार्डनक्लिफको सपना टुटेपछि टेस्ला पनि टुटे। उनी आर्थिक रूपमा टाट पल्टिए र न्युयोर्कका सस्ता होटलहरूमा एक्लो जीवन बिताउन थाले। विडम्बना त के भने, त्यही बेला मार्कोनी जस्ता व्यक्तिहरूले उनकै आविष्कार जस्तै रेडियोबाट नाम र दाम दुवै कमाइरहेका थिए। र अन्त्यमा सन् 1943 को जनवरीमा 86 वर्षको उमेरमा निकोला टेस्लाले एउटा होटलको कोठामा एक्लै र लगभग रित्तो हात यो संसार छोडे। त्यति बेला यस्तो लाग्थ्यो मानौ उनको नाम इतिहासका पानाहरूबाट सधैँका लागि मेटिँदैछ। तर के टेस्लाको कथा साँच्चै त्यही सकियो त? बिल्कुलै सकिएन। वास्तवमा उनको वास्तविक विरासतको सुरुवात त बल्ल हुँदै थियो। टेस्लाको दूरदृष्टि कसरी हाम्रो आजको वास्तविकता बन्यो यो स्लाइडले प्रष्ट पार्छ।
आज हामीले चलाउने वाइफाई र स्मार्टफोन त्यो उनकै वायरलेस कम्युनिकेसनको सपनाको उपज हो। रिमोट कन्ट्रोलको आइडियाले ड्रोन र रोबोटिक्सको बाटो खोल्यो। उनको एसी करेन्टले आज संसारको हरेक कुनालाई उज्यालो दिएको छ र उनकै इलेक्ट्रिक मोटरले उनकै नाम बोकेका कारहरूलाई सडकमा दौडाउँछ। अब सुरुको त्यो भनाइलाई फेरि एकपटक याद गरौँ। वर्तमान उनीहरूको हो, भविष्य मेरो हो। आज यो भनाइले उनको पूरा कथाको सार बोकेको छ। उनले साँच्चै नै भविष्यका लागि काम गरेका थिए र त्यो भविष्यमा आज हामी बाँचिरहेका छौँ। र अन्त्यमा एउटा प्रश्नमा आएर टुङ्ग्याउँ, विगतका यस्ता कति आइडिया होलान् जुन आज पनि आफ्नो समयको पर्खाइमा छन्? यसले हामीलाई सोच्न बाध्य बनाउँछ, कतै आज हामीले व्यवस्था गरिरहेका विचारहरूले नै भोलिको संसारलाई आकार दिने त होइनन्।